लाई कृषक साथीहरू आज चाहिँ म यो तोरीको खेती उठाउने म लागि परिरहेको छु। अक्टोबर 12 तारिक छरेको तोरी आज चाहिँ पाकेको जस्तो भएर मैले निकाल्न थालेँ। यो घाम लाग्दा पनि अलिक खुरिएर झर्छ भन्दा यस्तो मौसममा चाहिँ तोरीहरू काट्न राम्रो हुँदो रहेछ मेरो एक्सपिरियन्समा चाहिँ। तर यसलाई अब काटेर अल्दिन यसलाई अब कुनै लाएर राख्नुपर्छ। कुनै लाएर राखियो मजाले चिजिन्छ। त्यहाँबाट चाहिँ यसलाई त्यहाँबाट माडेर निकालेर धोइ पखाली गरेर तोरी रेडी हुने रहेछ साथीभाइ। फल्ती कस्तो हो के हो तपाईँहरूको हेर्नुहोस्। तपाईँहरूले हेरेर यसलाई मूल्याङ्कन गर्नुहोस् है हजुर। ल यो 12 तारिक अक्टोबर 12 तारिकको दिन छरेको तोरी हो यो। त्यो यतिको फलिरहेछ। यो कस्तो फलाइ हो, यो फलाइ सही हो कि होइन, अलिक राम्रो पुगेन त्यसमा हजुरहरूको सल्लाह सुझाव दिनुहोस्। र कोसिस चाहिँ गरेको हजुर यो मैले देख्दा चाहिँ कृषकहरूलाई सबभन्दा सजिलो खेती र कम्ती लगानीमा हुनसक्ने किमत कम्ती लाग्ने खेती चाहिँ तोरी रहेछ एउटा। तोरी खेती चाहिँ राम्रोसँग भइतिर गर्न सक्यो भने तोरीमा चाहिँ अलिकति यहाँ एग्रिकल्चरिङ काम गर्दा तोरीमा चाहिँ पोसाउने रहेछ। धान खेतीभन्दा तोरीको खेतीले अलिकति फाइदाजनक जस्तो लाग्यो मलाई। र हजुरहरूलाई यो बारी देखाउँदैछु म। यहाँ एउटा सानो गरामा ट्रायल गरेको यो राम्रै जस्तो लाग्यो। यो तोरी हो, सरसँग होइन, यो खास तोरी हो। यसलाई आज काटेर उठाएर अब हप्ता दिन राखेर चाहिँ यो पाक्छ।